नमस्कार, म उपेन्द्र देवकोटा। अहिले तत्काललाई म व्यवसाय कर्मी भनौँ। मैले यो काठमाडौँको जोरपाटी स्थित मेडिकल कलेज नजिक यो 5 पोखरी कम्प्लेक्ससँग जोडिएको घरमा पिज्जा सेन्टर एन्ड क्याफे भनेर सञ्चालन गरेर आएको छु। विशेष गरिकन हामीले पिज्जालाई अलि महत्त्व दिएका छौँ। अब पिज्जा एक खालले हाइजेनिक फुड रहेछ। लगभग 300 डिग्री सेन्टिग्रेडमा चाहिँ यसलाई ओभनमा पोले पछाडि यो हाइजेनिक हुन्छ र यसको टेस्ट पनि मिठो। र त्योभन्दा पनि ठुलो विशेषता के हो भने हामीले मोमोको भाउमा पिज्जा बेचेका छौँ। हामीले जम्मा 190 रुपियाँमा पिज्जा बेच्छौँ र हामीहरूको पिज्जा बजारमा खाइसकेका छन् र त्यसको फिडब्याक हामीले के पाएको छौँ भने यो पिज्जा चाहिँ मिठो टेस्ट छ भनेर भन्नुभएको छ। यसैमा म खुसी छु। हस्त, धन्यवाद।